हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो न्यू डे। तपाईहरु सबैलाई विकासको तर्फबाट स्वागत छ भन्न चाहन्छु। अनि म आज तपाईहरुलाई देखाउने वाला छु हाम्रो घरमा के फल्छ र के छ, बोट बिरुवाहरू सबै देखाउने छु। अनि यता चाहिँ यो दाडिमको रुख हो, यो दाडिम फल्छ यता। दाडिम एकदमै दामी छ, हाम्रो घरमा दाडिम दामी फलेको छ अनि धेरै छ हामीसँग दाडिमको बोटहरू। अनि यता देख्न सक्नुहुन्छ केराको बोटहरू छ, खुर्सानी छ, सब फलिरहेको छ हाम्रो घरमा हैन। यो खुर्सानीको बोटहरू देख्न सक्नुहुन्छ। अनि यता छ यो के हो भनेपछि केराको बोट भइहाल्यो। अनि उता उखु पनि लागेको छ, अब त्यो भइरहेको छ, अब ठुलो हुन्छ केही दिनपछि खाने लायक हुन्छ इखु पनि। अनि यो के भन्छ, यो भिन्डा हो कि के भन्छ यसलाई, यो भिन्डा हो। अनि यहाँ खुर्सानी पनि लागिसकेको छ, म तपाईहरुलाई देखाउँछु खुर्सानी लागेको छ हैन। खुर्सानी लागेको छ यता। सबैभन्दा धेरै भएको चिज भनेको चाहिँ यो दाडिम हो हैन। दाडिमको बोटहरू यति छ नि गाइस, हेरेपछि अब के भन्नु, धेरै छ। यताको यो पनि दाडिमको बोट नै हो, यसमा पनि दाडिम फलेको छ। अनि एउटा अगाडि छ, यसको पछाडि छ दाडिमको दानाहरू देख्न सक्नुहुन्छ। अबको 1 महिनापछि खाने लायक हुन्छ यो। अनि यो पनि दाडिमको बोट नै हो, यसमा पनि फल लागिरहेको छ। यो चाहिँ हाम्रो बिरालो हो हैन, यसले चाहिँ बच्चा पाएको छ के सानो आज 2-4 दिन भयो। बिरालोले चाहिँ बच्चा पाएको छ। यो बिरालोले बच्चा पाएको छ। उठाइज छु गर हे लुच्छ हैन यो बिल्लोले चाहिँ। अनि म देखाउँछु तपाईहरुलाई दामी तरिकाले। यो चाहिँ पपिताको बोट भयो। अनि यसमा चाहिँ यो के भन्छ, अम्बाको रुख पनि छ यता। अम्बा पनि फलिरहेको छ आजभोलि। अब अम्बा फल्ने टाइम त्यो त ठ्याक्क मलाई थाहा छैन, तर अम्बा फलिरहेको छ। यहाँ माथि पनि छ अर्को ठुलो रुख छ अम्बाको। अनि गाइज यो चाहिँ हाम्रो सबैभन्दा पुरानो घर, धेरै पहिलाको घर यो हैन। सबैभन्दा पुरानो घर यो हो, देख्न सक्नुहुन्छ। यो घर धेरै पुरानो हो, अहिले त भत्किसक्यो, पानी आएर खतम भइसक्यो। यसको भित्र पानी जान्छ, एकदमै नाजुक भइसकेको छ घरको अवस्था चाहिँ। यो घरमा चाहिँ धेरै पुरानो हो, धेरै पुरानो। अब देख्न सक्नुहुन्छ यता यो पुरै ओद्रिसकेको छ, यहाँ ओद्रिसकेको छ, यो ओद्रिसकेको छ, यहाँ ओद्रिसकेको छ। तर यसको तल्लो गोठमा चाहिँ गाईलाई राख्छन् हैन, यो वाला गोठमा। एकदमै पुरानो हो, धेरै पुरानो हो यो। कति पुरानो हो गाइज यो घर हैन, भनेर नि साध्य छैन अब कति पुरानो हो भनेर। त्यही भएर गाइज अब म तपाईहरुलाई देखाउँछु हाम्रो अमिला देखाउँछु। यो अमिला यो गाइस हाम्रो घरमा फल्ने अर्गानिक अमिला देख्न सक्नुहुन्छ। अमिलाको बोटमा अमिलाहरू एकदमै धेरै फलिरहेको छ। अमिलाका दानाहरू हुने सबै अमिलाका दाना हो। यस्तो छ हाम्रो गाउँ घरमा अमिला यस्तो फल्छ गाइस हैन। अनि यो भिडियो हेरिसकेपछि तपाईहरुलाई भिडियो कस्तो लाग्यो, तपाईहरुको प्रतिक्रिया कमेन्ट गर्नुहोस्। अनि यस्तै भिडियोको लागि मलाई फलो सब्स्क्राइब गरेर राख्नुहोस्। थ्यांक्स फर वाचिङ।